भाइको बर्थडे छ। यो बर्थडेमा चाहिँ विशेष हात हाम्रो काव्याको छ। काव्याले गर्दाखेरि चाहिँ बर्थडे केक ल्याएर छ। काव्याले चाहिँ खासमा के भनेको? काव्याले चाहिँ आज बर्थडे केक चाहिँ काट्नै पर्छ, आज नकाटी चाहिँ हुँदैन भनेकोले गर्दाखेरि आज हाम्रो चाहिँ यहाँ चाहिँ काव्या चाहिँ यहाँ हुनुहुन्छ। काव्या तिमीले नै भनेर हो यो केक काटेको? ए केक चाहिँ यहाँ छ। अङ्कलको प्यारी छोरी, त्यही कारणले गर्दाखेरि चाहिँ अब यहाँ केक काट्नको लागि एकदम यता चाहिँ मिलन सर हुनुहुन्छ, नमक्क परेर बस्नु भएको छ पुरै केक काट्न बर्थडे बोय। ल बर्थडे बोयले चाहिँ केक काटिसकेको छ। हाम्रो यहाँ चाहिँ दिलीप सरले टीका लाउने कार्यक्रम गर्दै हुनुहुन्छ। धेरै पढ्नु यता हेर ज्ञानी हुनु अलि मजाले आशिक देन दाइ भरा फेरि फर्स्ट हुनु बोर्डिङमा पनि गर्छ क्या हो धेरै नरिसाउनु धेरै नदिए पनि ल बोल्दिन भन्छ खानु न तपाई सर्नु न बटुकोले गरी आइरछ त्यसले खानु धोर थोर लाउ टीका पुराउनु अलि सुन्ने गर्देऊ यति रे मन मलाई हैन म त यहाँ खत्ता खत्ता निकले खायो अनि म पैसा छ पदाले हेर मम्मीहरुलाई पुरै के आदि पैसा त पाइदैन त छैन का छैन काका बोलीको बर्थडेमा पैसा किन जाते फुलाइदेऊ न कानमा लो गर्न मलाई देन पनि धेरै नरिसाउनु धेर मोबाइल नहेर्नु भन्न आमा बाबुले भनेको पैसा धेर पता आइरात केक भेट गलाम पडौ खाना तपाईलाई कप कपमा हाले ए हुन्छ देवरलाई आशिष अलिक धेरै दे देवर फेरि काबुले अङ्कललाई लाउँदिँदैछिन् टीका मजाले आशिष दे
धेरै नरिसाउने मोबाइल धेरै नहेर्ने अनि छोरीको खुट्टा ढोक्दै केक पञ्चायत टिका लगाएपछि केक त है खाइसक्यो तिमी आफै अब दुइटै बिहान आउँछ त्यो नाकमा लु अब खाऊ अब खाँदै अलिकति अङ्कललाई भयो अब आफै मलाई पनि 5-10 रुपियाँ दिनु माइला यता मम्मी मलाई पनि 5-10 रुपियाँ दिनु